हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आज चाहिँ म छु आफ्नै जन्मथलो सिसिना गाउँपालिका वार्ड नम्बर 2 मा अवस्थित मेरै घरको आँगनबाट हजुरहरूलाई स्वागत गर्न चाहन्छु। धेरै दिनपछि पानी परिसकेपछि फुलेको अवस्था एकदम घाम लागिरहेछ। म चाहिँ हजुरहरूलाई के देखाउन चाहिरहेको छु भने मेरो घरको वरिपरिको अवस्था अनि कस्तो छ गाउँघर म देखाउन चाहिरहेको छु। हेर्नु होला है त। यो हाम्रै घरमा फुलिरहेको सयपत्री फुल एकदम यता पुरै घाम लागिरहेछ हैन, हेर्न सक्नुहुन्छ। यो पारि चाहिँ उता खेम्पालुङ हिमाल हो, तर कुहिरोले पुरै ढाकिएको छ। त्यो भएर त्यति राम्रो देखेको त छैन। गाउँघर हेर्नु त, 4-5 दिन पानी परेपछि फुलेको मौसम यस्तो राम्रो, यस्तो रमाइलो छ। यो ड्रागन फ्रुट हाम्रो यहाँ अङ्कलले रोप्नु भएको पहाडमा पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो पुरानो घर, हामी जन्मिएको घर हो। घरमा पालिएको कुखुराहरू त, कुखुरा कत्रो ठुलो छ। ल गाइस, खान आउनुहुन्छ आउनु चाहिँ तपाईँहरूलाई म खुवाउँछु लागिरहेको छ होइन। हाम्रो घर, पुरानो घर र देखेको चाहिँ मिल हो। त्यतासँगले हामी चाहिँ हेर्नु त यस्तो राम्रो दिन भएको छ यहाँ। ओहो, यहाँनिर पैँको रुख थियो। हिजो आएको हावाले पुरै लडाइ छ। हामी केटाकेटी हुँदाखेरि खेल्ने रुख यहाँ थियो होइन। यो डल्ला कस्तो राम्रो सिन देखेको छ, कस्तो राम्रो सिन देखेको। गाउँको डन भाइ हो यो। हाम्रो भवन घर होइन। चाहिँ केही कार्यक्रम हुँदा यहाँ आउँथ्यो। हामी यो भलिबल ग्राउन्ड हो। यो माथि चाहिँ रोड बाटो हो। टक्कै हामी खातबारी त्यहाँ हुँदै 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 हामी जान्छौँ। माथि डाँडामा चाहिँ हामी पढ्ने स्कुल छ है। अन्त आज यस्तो राम्रो मौसम भयो। यो पर देखेको चाहिँ हिमाल चाहिँ मकाले हिमाल है। मकाले हिमाल देख्न सक्नुहुन्छ। यो रुखले गर्दा अलिक देखिएन। मकाले हिमाल अनि यो साइड चाहिँ खेम्पालुङ हिमाल हो, तर कुहिरोले गर्दा ढाकेको छ। ठ्याक्कै यो पछाडि चाहिँ हिमालै छ। फुल्यो भने म तपाईँहरूलाई देखाउँछु है त। देखेको पनि हाम्रै बारी है, गुरुङ बारी। वालुङ पर्छ। पुरै मकालु गाउँपालिका हो। सुन्तला खासै फलेको रहन्छ। आमाले रोपेको उत्तिसहरू अब त लगभग काट्ने बेला भइसक्यो। यहाँ पहिले सबै बारी हो, सबै उत्तिस खारी गर्ने नभएपछि यस्तो हुन्छ हालत। उत्तिस खारी भयो अहिले। यहाँ पुरै अलैँची लाउनुपर्छ। ब्ल्याक डायमन्ड रोप्नुपर्छ यहाँनिर। लगभग यहाँ उत्तिसको रुख 55-60 वटा जति रहेछ। यता पुरै हो। हाम्रो चियाबारी, चिया बगान हो। चाहिँ गैरी खेत भन्ने ठाउँको जङ्गल भइसकेको छ। पुरै जङ्गल भइसकेको छ। अम्लिसो गाडी
अम्लिसो चिया 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 बगान चिया हालेको अग्लो भइसकेको छु नटिपेर होला यस्तो राम्रो रहेछ तर यस्तो भयो पनि दुःख गरेको ठाउँ झमझम भइसक्यो यस्तो छ यस्तो राम्रो छ टक्क चिया बगानबाट मुखालेमा देखिन्छ यता नतर ठ्याक्कै यो चिया बगानबाट चियाको पत्ताबाट देखियो राम्रो फलेको भन्नु मलाई चाहिँ त्यस्तो छ यस्तो 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 आमालाई देखाइदिएको यो चाहिँ तर लाउँदा हुने रहेछ है त्यस्तो छोडी छ त्यो छोडी अम्लिसो यत्तिकै छ यहाँ अम्लिसो जोडी जोडी यता झन् कति जोडी हो जोडी छ त्यस्तो छ चिया त यस्तो राम्रो छ नि के गर्नु टिप्ने मान्छे नभएर बिजोक थोरै तर राम्रो टक्कै जङ्गल घुम्दै आएको गाउँघरमा यही रमाइलो हुन्छ क्या जता अर्ग्यानिक खान पाइन्छ होइन किन्नु पर्दैन अर्ग्यानिक पाइन्छ हेर्दैन म चाहिँ यहाँ ईश्वर अङ्कलको भएको थिएँ मलाई हिजो बेलुका दुध खान आउने नानी भन्नुभएको थियो नभन्दै आन्टी घरमा आउने चाहिँ पाइन्छ छुट्टै पक्कासँगले हाम्रो पूजा गर्ने देवी छान मन्दिर आया आफ्नै गाउँ फर्की आए नयाँ नयाँ सपना भटमास हो भटमास भटमास 40 रुपियाँ हो डल्ले खोर्सानी के सुकाउनु लाग्नु भएको अच्छा मकै छ अझै हुन्छ
धान पाकेर पहिलै भयो बाटो छ त्यस्तो त्यस्तो जानुपर्छ बारी खेतबारी जाँदाखेरि पहाडमा उकाली ओह्राली भन्ज्याङ चौतारी टक्कसँगले खानासाना खाइयो नुहाइधुवाइ गरियो अनि यता तल हाम्रो खेत छ धामी डाँडा भन्ने त्यहाँ चाहिँ आमाले अलैँची लाउनु भएको छ त्यही हेर्नलाई जाँदैछु म चाहिँ पुरै धानहरू यस्तो राम्रो धान पाकिरहेछ बाटो हेर्नुपर्छ बाटो पुरै जङ्गल भइसकेको छ अन्त धान कस्तो राम्रो सिन यस्तो राम्रो सिन हेर अन्त गाउँघर भनेको गाउँघर हो नि यार कस्तो आनन्द लाग्ने क्या ठाउँ संसारको जुनै कुना पुगे पनि नेपालको आफ्नै गाउँघर रमाइलो हुने लाग्ने यार धान चाहिँ राम्रो फल्छ यसचोटि तर हावाहुरी आएर नि धान चाहिँ लडाएन है यतातिर चाहिँ टक्कसँगले हेर्नु त ओहो ठाउँ आफ्नै गाउँ आँगन पुरै अन्त जङ्गल भइसकेको छ नि हौ खेतबारी त खेत त पुरै जङ्गल भइसकेको छ हौ पुरै जङ्गल टोटल जङ्गल भइसक्यो तलसम्म खेत थियो हामी केटाकेटी हुँदा पुरै यता अहिले अलैँची बारी भइसक्यो यताभित्र खासै अलैँची बारी हेर्नहरू यता यो थोरै छ अहिले छैन खासै सब जङ्गल भइसकेको छ यस्तो राम्रो ठाउँ ओ माई गॉड सल्लेरी माङतेवा याफु यता डाँडा गाउँ इमचोङ त मकालो गाविस अघि मैले देखाएको अलि हिउँ चाहिँ पुरो हिमाल चाहिँ सबै तुवालाले छेकेको छ बाफ्रे हेर्नु त यस्तो दामी 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 यस्तो राम्रो ठाउँ छ कि बाफ्रे ओएमजी ओ माई गॉड म यहाँबाट बस्छु है अब अलैँची बारतिर जानु पर्यो धारा अर्ग्यानिक हो पानी खान्छ अलैँची लाइसेन्स त्यो बारी नै जङ्गलै चिन्न गाह्रो हुन्छ कता हो आफ्नो साथ भन्ने नै थाहा नपाइने छ यार हाम्रो जङ्गलले गर्दा त बाटो फेरि यस्तो चिप्लो छ कि चाहिँ यता तल यो बाटो चाहिँ यतातिर छ कि छैन हेर्न जानुपर्छ अब बाटो यसरी बनाउने हो गाइस पुरै काँडै काँडा छ कुकुरी नलिई आइसक्यो हेर्नु के हो अलैँची यस्तो फाँडे रहेछ अलिक फाँडे रहेछ हेर्न मात्र आएको कहाँ सक्ने रहेछ यस्तो झोडीले नसके सकिन्छ जस्तो रहेछ गाडीमा पुरै फाँड्ने बेला भएछ कि
बाटो खोज्दै जान्छ यस्तो भएछ है हाम्रो आमाको मेहनत चाहिँ यस्तो भएछ है राम्रो रहेछ अलैँची त मेरो नै आमा यस्तो भएछ है तपाईँको मेहनत खेर जान छ मजाले आएछ अब यहीँ हो पैसा कमाउने विदेश हुँदा नि कालो हिरा फलाउने ठाउँ राम्रो आएछ ल यति भए त अनि किन विदेश जानु पर्दैन पल्लो पाखातिर पनि यता हुन चाहिँ हाम्रो यतातिर हो यो मासतिर पुरै हाल्नुपर्ने रहेछ अलिअलि छ छन त पुरै हाल्नुपर्ने रहेछ तर सिममा चाहिँ यस्तो राम्रो आएछ कि मसरुम 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 हो मसरुम मसरुम जङ्गलको मसरुम दामी भएछ दामी दामी भएछ म यहाँ डाँडा बसेर भिडियो बनाउँदैछु एउटा लौराले हालेर खोकरी चाहिँ बोकेन बिर्सेछु मजाले आएको यता त यता हो जस्तो साँप चाहिँ हाम्रो यो यता पनि हो राम्रो भएर हाम्रै बाटो पर्छ यता त यो हाम्रै हो यो राम्रो हालेछ अलैँची है अलैँचीको बोट यस्तो मजाको रहेछ पारिपट्टि अब पारिपट्टि जाने भनेको यसलाई भिर छ पारी नै पारी छ हेर्नै पर्यो बाटै छैन यो बुझाउनु पर्यो यो बुझाउनु परेको यहाँ रिसाएको यस्तो राम्रो आमा चाहिँ बहुत खुसी हुन्छ यो देखेर आमा चाहिँ बहुत खुसी हुन्छ अरू चाहिँ त्यस्तै हो अब यस्तो ठुलो ठुलो हेलो 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 धान फल्ने खेतमा कालो हिरा फल्यो राम्रो यस्तो राम्रो चौडो धान यस्तो दामी यो डाँडा डाँडा छ यो डाँडा उता चाहिँ रहन्छ खासै यता पुरै हाल्नुपर्ने रहेछ एक दुईवटा छ रहेछ बोट चाहिँ खान्छ उम्रेको रहेछ म पनि छ होला हौ बोट त रहेछ राम्रो छ देखिएको छ बोट छ है फाड्नु पर्ने रहेछ यस्तै छ अलैँची बारी धान खेतीको